नमस्कार 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 साथीहरू नमस्कार आराम हुनुहुन्छ नमस्कार सबै साथीहरूलाई हार्दिक स्वागत छ नमस्कार नमस्कार वेलकम सबैजनालाई तपाईहरू एम्बिसन गुरुको डिजिटल प्लेटफर्ममा हुनुहुन्छ सबै साथीहरूलाई हार्दिक स्वागत छ के छ साथीहरू आराम हुनुहुन्छ कहाँदेखि हुनुहुन्छ के छ हालखबर भन्नुहोस् केही समसामयिक विषयमा अन्तर्क्रिया गरौँ र शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको परीक्षा जुन विक्रम सम्वत 2083 सालमा यो वर्ष शिक्षक सेवा आयोगले प्रकाशन गर्ने अध्यापन अनुमति पत्र लाइसेन्सको विज्ञापनको सम्बन्धमा पनि तपाईहरुसँग केही छलफल गरौँ भन्ने हिसाबले उपस्थित भएको छु सबै साथीहरूलाई नमस्कार छ स्वागत छ लाइभलाई सेयर गरिदिनु होला फेसबुक लाइभ हेरेर बस्नुभएका साथीहरूले यो फेसबुक लाइभलाई सेयर गरिदिनु होला शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र लाइसेन्सको परीक्षा अब खासमा सेड्युलमा हुने हो भने त श्रावण महिनामा विज्ञापन प्रकाशन गर्नुपर्ने हो तर थोरै यो वर्ष सेड्युलमा केही 1 महिना जति पछि हट्न सक्छ भदौ असोजमा त फेरि भ्याकेन्सी भइहाल्छ अध्यापन अनुमति पत्रको त्यसैको तयारीमा जोडिन चाहने हैन शिक्षक बन्नलाई इच्छुक यसै पाली 12 कक्षाको यसै पाली यो फाइदा भयो यसै वर्ष 12 कक्षाको शिक्षा विषयमा 12 कक्षाको परीक्षा दिनुभएका साथीहरूको लागि फाइदा हुन्छ किनभने रिजल्ट हुनेवाला छ हैन यदि चाहिँ सेड्युलमा हुन्थ्यो भने सायद त्यो रिजल्टले नभ्याउने अवस्था पनि हुन सक्थ्यो 2 वर्षका साथीहरूले 12 कक्षा उत्तीर्ण भएका साथीहरूको लागि चाहिँ लाइसेन्सको तयारी गर्नको लागि उपयुक्त समयको लागि व्यवस्थापन हुने जस्तो देखिएको छ त्यसैले सबै साथीहरूलाई एम्बिसन गुरुको अध्यापन अनुमति पत्र लाइसेन्सको तयारी कक्षाको सम्बन्धमा के छ त विषयवस्तु भन्ने विषयमा म तपाईहरुलाई थोरै जानकारी लिएर आएको छु यसै सन्दर्भमा कमेन्ट सेक्सनमा तपाईहरुले केही शिक्षा सम्बन्धी समसामयिक विषयहरुमा आफ्नो चाहिँ प्रश्न जिज्ञासा पनि राख्न सक्नुहुनेछ मैले तपाईहरुलाई गर्न सक्ने समाधानहरु राख्ने नै छु ओके ल अध्यापन अनुमति पत्र लाइसेन्स शिक्षक बन्नको लागि शिक्षक सेवामा प्रवेश गर्नको लागि शिक्षण सेवामा प्रवेश गर्नको लागि शिक्षण सेवामा प्रवेशको लागि अनिवार्य डकुमेन्ट हो साथीहरु है अनिवार्य योग्यता हो एउटा अनिवार्य योग्यता हो लाइसेन्स भनेको चाहिँ तपाई यदि शिक्षक बन्न चाहनुहुन्छ भने तपाईसँग लाइसेन्स चाहिँ हुनै पर्यो हैन लाइसेन्स चाहिँ तपाईहरुको शिक्षण सेवामा प्रवेशको लागि अनिवार्य योग्यता हो लाइसेन्स नभएको व्यक्तिहरूले शिक्षण सेवामा प्रवेश गर्न पाइँदैन नेपालको शिक्षा प्रणालीमा चाहे त्यो राहतमा होस् चाहे त्यो अस्थायीमा होस् हैन चाहे त्यो संघीय अनुदानमा होस् चाहे त्यो प्रदेश अनुदानमा होस् चाहे त्यो स्थायीमा त झन् अटोमेटिक चाहि नै हाल्यो हैन अध्यापन अनुमति पत्र चाहिँ तपाईको लागि चाहिँ अनिवार्य शर्त हो अनिवार्य योग्यता हो यो कुरा तपाईहरुलाई मैले पहिलो कुरा जानकारी गराएँ हैन शिक्षण सेवामा प्रवेश गर्न टिचर बन्नको लागि शिक्षण सेवा भनेको के बन्नको लागि हो टिचर बन्न हो तपाईहरु सबैलाई थाहा छ टिचर बन्नको लागि चाहिँ अनिवार्य रूपमा चाहिँ तपाईसँग लाइसेन्स हुनु पर्यो ठीक छ तपाईसँग लाइसेन्स हुनु पर्यो र पहिलो सुरु निमाविको लाइसेन्सको तयारी गर्न छ निमाविको लाइसेन्सको लागि तपाईलाई योग्यता के चाहिन्छ त निमाविको लागि तपाईको शैक्षिक योग्यता उमेरको कुरा के छ भन्ने कुरा जाउँ हैन शैक्षिक योग्यता उमेरको कुरा जाउँ तपाई चाहिँ 18 वर्ष पुरा भएको हुनुपर्छ हैन 18 वर्ष तपाई 18 वर्ष हुनुपर्छ 18 वर्ष हुनु पर्यो पहिला सुरु त्यसपछि तपाईको शैक्षिक योग्यता चाहिँ 12 कक्षा उत्तीर्ण हेर्नुस् है थुप्रै साथीहरूले यो चाहिँ मैले फलानु विषय पढाएको छु म लाइसेन्स दिन पाउँछु कि पाउँदिन फलानु विषय पढाएको छु के विषयको टिचर बन्न पाउँछु भनेर थुप्रै जिज्ञासा राख्नुहुन्छ अहिले पनि तपाईहरुले यहाँ कमेन्ट सेक्सनमा आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ है यहाँ कमेन्ट सेक्सनमा तपाईले आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ के छ त तपाईहरुलाई त्यो जिज्ञासाको सम्बन्धमा पनि मैले तपाईहरुलाई सहजीकरण गर्नेछु ओके ल लाइभलाई सेयर गरिदिनु होला साथीहरु सरर एकचोटी 12 कक्षा उत्तीर्ण गरेको हुनु पर्यो के विषयमा त शिक्षा विषय पढेको हुनु पर्यो शिक्षा विषय एजुकेसन फ्याकल्टी भन्ने त पहिला थियो तर अहिले चाहिँ कक्षा 12 उत्तीर्ण शिक्षा विषय भन्ने हुन्छ हैन शिक्षा विषय भित्र तपाईले पढ्नु पर्ने चाहिँ के विषय छ भन्दाखेरि शिक्षाको परिचय भन्ने विषय शिक्षा विषय जम्मा 200 पूर्णाङ्क पढ्ने हो कक्षा 11 र 12 गरेर है शिक्षाको परिचयको पढाइ हुनु पर्यो त्यसपछि अर्को चाहिँ शैक्षिक मनोविज्ञान
हैन। शैक्षिक मनोविज्ञान, शैक्षणिक मनोविज्ञान भन्ने विषय हुन्छ एउटा, मनोविज्ञान, शैक्षणिक मनोविज्ञान भन्ने विषय पढे पनि भयो। त्यसपछि अर्को बाल विकास र सिकाइ भन्ने विषय पढे पनि भयो। बाल विकास तथा सिकाइ सिडिएल भन्छ हैन, सिडिएल भन्छ। हेर्नुहोस् आफ्नो चाहिँ ग्रेड सिटमा यो विषयको जम्मा 200 पूर्णाङ्क पढे हुन्छ। अर्को छ शिक्षण विधि भन्ने हैन, शिक्षण विधि भन्ने विषय छ अर्को है, शिक्षण विधि भन्ने विषय छ। शिक्षाको परिचय, शैक्षिक मनोविज्ञान, बाल विकास तथा सिकाइ, शिक्षण विधि लगायतका विषयहरू चाहिँ जम्मा 200 पूर्णाङ्क पढ्नु पर्यो। 11 र 12मा गरी 11, 12 गरी जम्मा 200 है साथीहरू। फेरि एउटै कक्षामा 200 पढ्नै पर्छ भन्ने छैन। 11मा 100, 12मा 100 पढे नि भयो, 11मा 50, 12मा 150 पढे पनि भयो। जम्मा 200 पूर्णाङ्कको तपाईँले शिक्षा सम्बन्धी विषय पढ्नु भएको छ भने तपाईँ लाइसेन्सको, निम्न माध्यमिक तहको लाइसेन्सको चाहिँ क्यान्डिडेट हुन पाउनुभयो। र यो निमावि भनेको चाहिँ कथम कदाचित प्रावि खुल्यो भने पनि, प्राविको विज्ञापन भयो भने पनि, प्राविको विज्ञापन हुँदा पनि यसैले काम गर्छ हैन। निमाविकै लाइसेन्सले काम गर्छ, निमाविकै लाइसेन्सले काम गर्छ साथीहरू। कुरा बुझ्नुभयो नि, निमाविको प्राविको छुट्टै लाइसेन्स हुन्न। निमाविकै लाइसेन्सले प्राविको विज्ञापन हुँदा पनि निमाविको लाइसेन्सले काम गर्यो। किनकि तपाईँले +2 दुवैको शैक्षिक योग्यता एउटै हो कि होइन। 11 को के भन्छ, निमाविको पनि शैक्षिक योग्यता +2 हो, त्यसपछि माविको पनि शैक्षिक योग्यता +2 हो। त्यसैले दुवैको जेसुकै तपाईँले पढ्न चाहे पनि निमावि र प्रावि दुवैको शैक्षिक योग्यता एउटै भएको कारणले यो लाइसेन्स निकाल्नुभयो भने तपाईँले दुवैको परीक्षा दिन पाउनुहुन्छ, दुवैको परीक्षा दिन पाउनुहुन्छ। कुरा बुझ्नुभयो नि, दुवैको परीक्षा दिन पाउनुहुन्छ। यो भयो निमावि तहको लागि। कुरा बुझ्नुभयो। निमावि तहको टिचर बन्नको लागि पहिला सुरु तपाईँसँग निमाविको लाइसेन्स हुनु पर्यो। होइन सर मसँग ब्याचलर छ, मसँग अब माविको शिक्षक बन्ने हो सर, म माविको शिक्षक बन्ने हो, माविको लाइसेन्स चाहियो भने के चाहिन्छ त तपाईँलाई भने उमेर 18 वर्ष, सबैलाई त्यही नै हो, उमेर 18 वर्ष हो। त्यसपछि शैक्षिक योग्यता चाहिँ स्नातक पास गरे आउनु पर्यो, स्नातक उत्तीर्ण गरेको हुनुपर्छ है, स्नातक उत्तीर्ण गरेको हुनुपर्छ। र स्नातकमा पनि तपाईँले बिएड पढ्नुभएको भए सजिलो भयो, बिएड पढेको भए सजिलो भयो। ए होइन सर मैले बिएड पढेको छैन, अरू विषयमा तपाईँले मानौँ विज्ञान विषयमा स्नातक गर्नुभएको छ होइन, अङ्ग्रेजी आर्ट्सबाट पढ्नुभयो, अङ्ग्रेजीमा तपाईँले चाहिँ ब्याचलर गर्नुभएको छ, त्यसपछि तपाईँले गणितमा ब्याचलर गर्नुभएको छ होइन, गणितमा ब्याचलर गर्नुभएको छ। त्यसपछि इन्जिनियरिङहरूको त खासै यतापट्टि आयोगमा खुल्ला पनि खुल्दैन होइन, इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङमा ब्याचलर गर्नुभएको छ। यस्तो विषयमा गर्नुभएको छ भने विज्ञान, अङ्ग्रेजी र गणित विषयमा चाहिँ जुनसुकै सङ्काय भए पनि भयो, जुनसुकै सङ्काय भए पनि भयो है, जुनसुकै सङ्कायबाट स्नातक तह उत्तीर्ण गरेको भए पनि तपाईँ लाइसेन्सको क्यान्डिडेट हुन पाउनुहुन्छ। कुरा बुझ्नुभयो नि, लाइसेन्सको क्यान्डिडेट हुन पाउनुहुन्छ। बिएड गर्नुभयो भने त अटोमेटिक पाइहाल्नुभयो, बिएड गर्नुभयो भने त अटोमेटिक पाइहाल्नुभयो। र तपाईँले विज्ञान, अङ्ग्रेजी, गणित विषयमा जुनसुकै सङ्कायबाट ब्याचलर गर्नुभएको छ भने पनि तपाईँले माविको लाइसेन्सको लागि योग्य हुनुभयो। यो बिएड पढेर मावि लिनुभयो भने निमाविको लाइसेन्स चाहिँदैन। बिएड पढेर तपाईँले अझ अर्को 1 इयर बिएड गरे पनि हुन्छ, ठिक भन्नुभयो होइन। 1 इयर बिएड गरे पनि, 1 इयर बिएड गरे पनि तपाईँले यसको लागि चाहिँ योग्य हुनुहुन्छ। 1 इयर बिएडको लागि पनि, 1 इयर बिएड गर्ने साथीहरूको लागि पनि चाहिँ यो इलिजिबल हुनुहुन्छ, तपाईँ लाइसेन्सको लागि इलिजिबल हुनुहुन्छ। कुरा बुझ्नुभयो नि। यो विज्ञान, अङ्ग्रेजी र गणित जुनसुकै सङ्कायबाट गरेको भए पनि तपाईँको लाइसेन्स पर्मानेन्टै लाइसेन्स हुन्छ, पर्मानेन्टै लाइसेन्स हुन्छ। र त्यो लाइसेन्सले तपाईँले माविको परीक्षा दिन पाउनुहुन्छ। कुरा बुझ्नुभयो नि, माविको परीक्षा दिन पाउनुहुन्छ। र परीक्षा कस्तो हुन्छ तपाईँहरूलाई थाहा छँदैछ। अब परीक्षा कस्तो हुन्छ भन्ने कुरामा जाउँ। हेर्नुहोस् है, खासमा लास्ट इयरको भ्याकेन्सी चाहिँ कहिले भएको थियो भन्दाखेरि श्रावण र भाद्रमा भएको होइन, भाद्रमा भएको। अब यसपालि अलिकति विषयवस्तु अलिकति बिग्रिरहेछ, शिक्षक सेवा आयोगमा पदाधिकारी हुनुहुन्न, त्यही भएर केही समय पछाडि सर्न सक्छ, 1-1.5 महिना पछाडि सर्न सक्छ। त्यसैले तयारी कक्षामा चाहिँ जोडिहाल्नु पर्यो, किनकि लामो सिलेबस छ, धेरै विषयवस्तु तपाईँले अध्ययन गर्नुपर्ने हुन्छ। शिक्षक सेवा आयोगको भन्दा पनि बढी सिलेबस छ नि त, त्यसैले तपाईँहरूले चाहिँ जोडिहाल्नु पर्यो। ठिक छ। त्यसपछि तपाईँ जानु पर्यो के त भन्दाखेरिमा
तपाईँले चाहिँ लास्ट इयर श्रावण र भाद्रमा चाहिँ परीक्षा भएको के अरे भ्याकेन्सी भएको 1-1.5 महिना ढिलो हुनसक्छ, 1-1.5 महिना ढिलो हुनसक्छ। अब परीक्षा कस्तो हुन्छ भन्ने कुरामा जाउँ होइन। नतिजा अत्यन्तै लास्ट इयर कमजोर नतिजै आएको छ है। लास्ट इयर पनि त्यस्तो उत्साहजनक नतिजा ल्याउन सक्नु भएन होइन। प्रश्नहरू जस्तो सजिलै हुन्छन् तैपनि शिक्षा विषय पहिला नपढ्नु भएका अथवा पहिले पढ्दाखेरि चाहिँ अब्जेक्टिभ भ्यूले नपढ्नु भएका साथीहरूले प्रश्नहरू अब्जेक्टिभ भ्यूबाट आउने भएको कारणले अलिकति समस्या हुनसक्छ। त्यही भएर त्यसको लागि तयारी गर्नु पर्यो। नलेज त तपाईँहरूसँग एम्पल हुनसक्छ, पर्याप्त हुनसक्छ, तर त्यसलाई चाहिँ परीक्षाको दृष्टिकोणबाट परीक्षाको एङ्गलबाट कसरी प्र्याक्टिस गर्ने भनेर तयारी नपुगेको हुनसक्छ। त्यो तयारीमा गाइड गर्ने काम चाहिँ हाम्रो हो। त्यो तयारीमा गाइड गर्ने काम चाहिँ हाम्रो कुरा बुझ्नुहुन्छ। परीक्षा भन्नुहुन्छ भने 100 पूर्णाङ्कको परीक्षा हुन्छ, 100 पूर्णाङ्कको परीक्षा हुन्छ र उत्तीर्णाङ्क भनेको पास मार्क होइन। उत्तीर्णाङ्क भनेको चाहिँ 50 हो साथीहरू। पास मार्क भनिदिउँ न होइन, उत्तीर्णाङ्क धेरै साथीहरूले बुझ्नुहुन्न, फेरि यसलाई चाहिँ फुल मार्क भनिदिउँ ल होइन। फुल मार्क्स र पास मार्क्स चाहिँ फुल मार्क्स 100, पास मार्क्स 50 हो होइन। जम्मा प्रश्न कतिवटा आउँछ? प्रश्न चाहिँ तपाईँहरूलाई जम्मा कतिवटा आउँछ भन्दाखेरि 50वटा प्रश्न आउँछ। 50वटा प्रश्न आउँछ। 50वटा मध्ये 25वटा प्रश्नको सही जवाब दिएपछि पास भइन्छ। कुरा बुझ्नु पनि धेरै नम्बर ल्याएर हुने पनि होइन। यसमा 49 ल्याउने राय सम्हाल हुने नि होइन, चाहिँ नि 26 नम्बर ल्याउने चाहिँ एकदम कमजोर हुने पनि होइन। यो चाहिँ जतिसुकै नम्बर ल्याउनु, 25 भन्दा जति धेरै नम्बर ल्याए पनि पासै हो आखिरमा, हो कि होइन? पासै हो। त्यही भएर 50वटा प्रश्नको लागि तपाईँहरूले परीक्षा दिने हो। सबै यो चाहिँ कस्तो प्रश्न आउँछ त भन्दाखेरि अब्जेक्टिभ प्रश्न आउँछ। अब्जेक्टिभ प्रश्न आउँछ। तपाईँहरूले ओएमआर सिटमा गोलो लगाएर परीक्षा दिने हो। कुरा बुझ्नुभयो नि। परीक्षा दिएको 10 दिनभित्र रिजल्ट आउँछ। त्यसको 1 महिनाभित्र तपाईँहरूले लाइसेन्स प्राप्त गर्नुहुन्छ। त्यसपछि तपाईँ राहत, अस्थायी, स्थायी, सङ्घीय अनुदान के कोटाको परीक्षा दिने हो। त्यो सबैमा तपाईँ इलिजिबल हुनुहुन्छ। सबैमा तपाईँहरू इलिजिबल हुनुहुन्छ, परीक्षा दिन पाउनुहुन्छ। कुरा बुझ्नुभयो? यो भयो हाम्रो अब्जेक्टिभ प्रश्न आउने, यो भयो हाम्रो सिलेबस। कुरा बुझ्नुभयो नि। अब के विषयवस्तु पढ्ने, विषयवस्तु चाहिँ के पढ्ने त सर यो भित्र भन्ने कुरा तपाईँहरूलाई आयो होइन। अब विषयवस्तु के पढ्ने भन्दाखेरि सबैभन्दा धेरै विषय चाहिँ शिक्षा पढ्ने, सबैभन्दा धेरै लामो धेरै विषयवस्तु चाहिँ शिक्षा पढ्ने, संविधान पढ्ने, ऐन नियम पढ्ने, हो कि होइन? ऐन नियम पढ्ने, शिक्षा सम्बन्धी संविधान र ऐन नियम पढ्ने। त्यसपछि अर्को के पढ्ने तपाईँहरूले? आइक्यू पढ्ने। त्यसपछि अर्को के पढ्ने? आइसिटी पढ्ने। यो सबै विषयवस्तु पढाइ हुन्छ। यो सबै विषयवस्तुको प्याकेज हुन्छ, हजुरहरू पढ्ने। अब शिक्षा विषय कसले पढाउनुहुन्छ हामीसँग भन्नुहुन्छ भने तपाईँले रामचन्द्र खड्का सरले पढाउनुहुन्छ होइन। रामचन्द्र खड्का सरले तपाईँहरूलाई शिक्षा विषयको गाइड गर्नुहुन्छ। आइक्यूमा तपाईँहरूसँग कुबेर अधिकारी सर आउनुहुन्छ होइन। कुबेर अधिकारी सर आउनुहुन्छ। आइसिटीमा को आउनुहुन्छ? सन्दीप पोखरेल सर आउनुहुन्छ होइन। सन्दीप पोखरेल सरले तपाईँहरूलाई गाइड गर्नुहुन्छ। अब म तपाईँहरूलाई चाहिँ नियमित अभ्यास कक्षा, यो सँगसँगै तपाईँहरूलाई चाहिँ नियमित के हुन्छ त भन्नुहुन्छ भने अभ्यास कक्षा हुन्छ। अभ्यास कक्षा पढेका विषयवस्तुहरू अब्जेक्टिभ पोइन्ट अफ भ्यूबाट प्रश्नहरू सोध्ने, अभ्यास गर्ने। यो सबै अभ्यास कक्षामा चाहिँ म तपाईँहरूलाई गाइड गर्छु। पढेको कुरा कतिको जान्नुभयो, कतिको सम्झिनुभयो भनेर चाहिँ अभ्यास कक्षामा तपाईँहरूलाई गाइड गर्न म आउँछु। कुरा बुझ्नुभयो? यसरी तपाईँहरूलाई चाहिँ अध्यापन अनुमति पत्रको दैनिक तयारी कक्षा सुरुवात भइसकेको छ। मैले भनिहालेँ, यो अध्यापन अनुमति पत्रको तयारी कक्षाले तपाईँलाई शिक्षक सेवा आयोगको तयारीमा हिट गर्छ, फाइदा गर्छ। कुरा बुझ्नुभयो नि। किनकि यो तिनटै विषयवस्तु त शिक्षक सेवा आयोगको परीक्षामा नि सोध्छ नि त। शिक्षक सेवा आयोग भनेको टिचर बन्ने परीक्षा होइन। टिचर बन्ने परीक्षामा पनि आउँछ यो शिक्षक सेवा आयोगमा। यो तिनटै विषयवस्तु भनेपछि यहीँ तपाईँले गहन अध्ययन अभ्यास गर्नुभयो भने तपाईँले शिक्षक सेवा आयोगको तयारी गर्नको लागि फाइदा भयो, हो कि होइन? त्यही भएर तपाईँले यो तयारी भनेको शिक्षक लाइसेन्सको तयारी भनेको तपाईँको शिक्षक सेवा आयोगको तयारीको तपाईँले बेस बनाउने हो। भयो। जति धेरै तपाईँको आधार बलियो हुन्छ त्यो माथिको घर त्यति धेरै बलियो बन्छ।
लाइसेन्सको तयारी गर्दा तपाईँले जुन शिक्षक सेवा आयोगको तयारी गर्छु भनेर सोच्नुहुन्छ नि, फेल हुन्छु भनेर पढ्ने नै होइन नि। फेल हुन्छु भनेर पढ्ने नै होइन। मजाले पढ्ने, मजाले अभ्यास गर्ने, गहिरो अध्ययन गर्ने, होइन, दोहोऱ्याइ पढ्ने, सबै कुरा तपाईँले उपलब्ध छ। तपाईँलाई सबै कुराहरू उपलब्ध हुन्छ। कुरा बुझ्नु नि, सबै मटेरियलहरू उपलब्ध हुन्छ। मजाले पढ्ने, त्यसले चाहिँ तपाईँले आयोगको तयारीको लागि बेस दिन्छ। आयोगको तयारीको लागि बेस दिन्छ। कुरा बुझ्नुभयो? त्यही भएर तपाईँहरूले अहिले नै एम्बिसन गुरुको डिजिटल प्लेटफर्ममा जोडिएर तपाईँहरूले आयोगको तयारी कक्षामा जोडिनु पर्यो। लाइसेन्सको तयारी कक्षामा जोडिनलाई मैले तपाईँहरूलाई निम्तो दिएँ साथीहरू। लाइसेन्सको तयारी कक्षामा जोडिनको लागि निम्तो भयो। कक्षाहरू सुरुवात भइसक्यो, सुरु भइसक्यो। सर कक्षा सुरु भयो भन्नुभएको छ, कक्षा सुरुवात भइसक्यो। अहिले दैनिक 2वटा कक्षा भइरहेछ, 3वटा नै हुनसक्छ। दैनिक 2 देखि 3वटा कक्षा, 2 देखि 3वटा कक्षा, दैनिक 2 देखि 3वटा कक्षा पाउनुहुन्छ। हेर्नुहोस् है। त्यसपछि तपाईँले पाउनुहुन्छ रेकर्डेड भिडियो, रेकर्डेड भिडियो पाउनुहुन्छ। त्यसपछि तपाईँले पिडिएफ नोट पाउनुहुन्छ, होइन, पिडिएफ नोट पाउनुहुन्छ, हो कि होइन। त्यसपछि तपाईँले चाहिँ प्र्याक्टिस क्लास, अभ्यास कक्षा तपाईँले नियमित रूपमा अभ्यास कक्षा उपलब्ध छ। त्यसपछि अर्को के पाउनुहुन्छ तपाईँले? नमुना परीक्षाको सुविधा पाउनुहुन्छ, नमुना परीक्षाको सुविधा पाउनुहुन्छ। ल हेर्नुहोस् यहाँ, यो सबै सुविधा तपाईँले एम्बिसन गुरुको डिजिटल प्लेटफर्ममा पाउनुहुन्छ। समयमै जोडिनु पर्यो त्यसको लागि। कुरा बुझ्नुभयो? तपाईँ पढ्नुहुन्छ, ल मानौँ अहिले भाद्रमा चाहिँ भ्याकेन्सी भयो भने असोज, कार्तिक, मङ्सिरतिर परीक्षा हुन्छ, हो कि होइन। मङ्सिरतिर परीक्षा हुन्छ, मङ्सिर पुसतिर परीक्षा हुँदाखेरि तपाईँलाई त पढ्ने समय कति भयो भन्नुहोस् त? यो असार, ल मानौँ असार गयो, साउन, भदौ, असोज, कार्तिक, मङ्सिर, 5 महिना। 5 देखि 7 महिना तपाईँले पढ्न पाउनुहुन्छ। 5 देखि 7 महिना नियमित तयारी गर्दा तपाईँलाई लाइसेन्स निकाल्न कसले रोक्न सक्छ? लाइसेन्सको परीक्षामा पास हुन कसले रोक्न सक्छ? कुरा बुझ्नुभयो नि? ल अब कक्षामा जोडिनको लागि चाहिँ तपाईँले कमेन्ट सेक्सनमा मी लेख्नुहोस्। नियमित तयारी कक्षामा जोडिन चाहने साथीहरूले कमेन्ट सेक्सनमा मी लेख्नु। कमेन्टमा मी लेख्ने साथीहरूले कमेन्टमा मी लेखेर राख्नुहोस्। हाम्रो साथीहरूले फलोअप गर्नुहुन्छ। अब साथीहरूले फी चाहिँ कति हो सर? फी कति हो भन्नुभयो, होइन, फी कति हो? फी चाहिँ कति हो भन्नुहुन्छ भन्दाखेरि खासमा हामीले यो लाइसेन्सको क्लास चाहिँ 5,000 रुपियाँमा सञ्चालन गरेको हो। तर अहिले तपाईँहरू जोडिनु भयो भने हामी तपाईँहरूलाई 3500 रुपियाँमै, 3,500 रुपियाँमा, रु 3,500 रुपियाँमै यो लाइसेन्सको तयारी कक्षामा जोड्छौँ। हेर्नुहोस् त, 1 महिनाको तपाईँलाई लगभग 500-600 रुपियाँ पर्यो कि। 1 महिना अध्ययन गरेको 500-600 रुपियाँ जति फी पर्ने हिसाबले। कुरा बुझ्नुभयो नि? विषयवस्तु त थोरै छैन नि, फेरि विषयवस्तु त थोरै छैन नि। तपाईँले पढ्ने कुरा त थोरै छैन। शिक्षा, संविधान, ऐन, नियम पढ्नु पर्यो, आइक्यू पढ्नु पर्यो, आइसिटी पढ्नु पर्यो। तपाईँले शिक्षक सेवा आयोगको तयारी गर्दाखेरि पढ्ने जिके बाहेक त सबै पढ्नु पर्यो नि त। जिके बाहेकको सबै सिलेबस पढ्नु पर्यो भनिसकेपछि तपाईँले यो सबै विषयवस्तु र यो सबै सुविधाहरूको लागि तपाईँले मात्र 3,500 रुपियाँ फी हो। 3,500 हो। निमावि, मावि जुनको तयारी गर्नुपर्ने तपाईँलाई यो फी हो। निमाविलाई पनि यही फी हो, निमाविको तयारी गर्नेलाई नि यही फी हो, माविको तयारी गर्नेको लागि पनि यही फी हो। कुरा बुझ्नुभयो? निमाविको लागि पनि यही फी हो, माविको लागि पनि यही फी हो। अब साथीहरूलाई अर्को जिज्ञासा मनमा के हुनसक्छ? सर यो चाहिँ मेरो त +2 मात्र हो, म निमाविको लाइसेन्सको परीक्षा दिन पाउँछु कि पाउँदिनँ, ब्याचलर पो बनाउने हल्ला छ भन्ने साथीहरूलाई मनमा जिज्ञासा छ। तर त्यस्तो हुँदैन। कुरा बुझ्नुभयो नि? त्यस्तो हुनेवाला पनि छैन। त्यही भएर +2 12 कक्षा उत्तीर्ण हुनु पर्यो। 12 कक्षा उत्तीर्ण हुनु पर्यो र त्यहाँ तपाईँले शिक्षा विषयका 11 र 12 गरेर 200 पूर्णाङ्क पढेको हुनु पर्यो। 11 र 12 गरेर 200 पूर्णाङ्क पढ्नुभयो भने तपाईँले मजाले लाइसेन्सको तपाईँले चाहिँ तयारी गर्दा हुन्छ। लाइसेन्सको तयारी गर्ने, टक्क टिचर हुने। कुरा बुझ्नुभयो नि? अब टिचर बन्ने मनमा चाहिँ रहर छ, टिचर बन्ने चाहिँ मनमा रहर छ, तर मसँग लाइसेन्सै छैन भने त हजुरको रहर त रहरमै सीमित रहन्छ नि। हजुरको रहर त रहरमै सीमित रहन्छ। त्यही भएर तपाईँले लाइसेन्सको तयारी गर्नको लागि चाहिँ आफूसँग भएको शैक्षिक योग्यताले मात्र पुग्दैन। एउटा लाइसेन्स पनि चाहियो, त्यसपछि तपाईँ टिचर बन्ने हो। कुरा बुझ्नुभयो नि? त्यसपछि तपाईँ टिचर बन्ने हो।
ओके छ ल नियमित कक्षामा जोडिनको लागि कमेन्ट सेक्सनमा मी लेखेर राख्नुहोस् है नियमित तयारी कक्षामा जोडिनको लागि कमेन्ट सेक्सनमा मी लेखेर राख्नुहोस् हाम्रो साथीहरूले फलोअप गर्नुहुनेछ अब तपाईँहरूलाई शिक्षक सेवा आयोग 2083 सालमा विक्रम सम्वत 2083 सालमा शिक्षक सेवा आयोगको भ्याकेन्सी हुन्छ अब तपाईँहरूलाई थाहा छ शिक्षक सेवा आयोगको विज्ञापन यसपालि भारी सङ्ख्यामा हुन्छ हेर्नुहोस् है आयोगको विज्ञापन अब के तयारी हुँदैछ तपाईँहरूले अलिअलि सामाजिक सञ्जालमा पनि सुन्नु भएको छ 2083 सालमा शिक्षक सेवा आयोगको विज्ञापन सम्बन्धमा हेर्नुहोस् है प्राविको भ्याकेन्सी हुन्न प्राविको भ्याकेन्सी गाह्रो छ प्राविको भ्याकेन्सी अलिकति गाह्रै छ भनौँ न होइन गाह्रो छ हुन गाह्रो छ किन छ भन्ने कुरा पनि तपाईँहरूलाई थाहा छ है किन छ भन्दाखेरि 21,000वटा दरबन्दी 21,000वटा दरबन्दी साथीहरू 21वटा होइन 21,000 दरबन्दी 21,000को प्राविको दरबन्दी दरबन्दीलाई मावि र निमाविमा निमावि र मावि भनौँ न होइन निमावि र माविमा रूपान्तरण गर्दैछ के गर्ने रूपान्तरण गर्ने साथीहरू रूपान्तरण गर्ने यहाँ भ्रम के छ भन्दाखेरि म प्रावि दरबन्दीमा कार्यरत छु मेरो दरबन्दीलाई अब निमावि बनाइदिन्छ कि क्या हो म प्राविको थाहै हो मलाई बढाएर निमावि बनाइदिन्छ कि क्या हो भन्ने भ्रम छ त्यस्तो हुँदैन त्यस्तो चाहिँ हुँदैन लेखेर राख्नुहोस् के हुन्छ भने रिक्त छ नि त 21,000वटा खाली दरबन्दी हो नि त यो त 21,000वटा त खाली दरबन्दी हो नि त यो खाली दरबन्दीलाई कन्भर्ट गरेर सर्टेन नम्बरको दरबन्दीलाई मावि बनाउने सर्टेन नम्बरको दरबन्दीलाई निमावि बनाउने धेरैलाई निमावि बनाउँछ केही दरबन्दीलाई मावि बनाउँछ अब हेर्नुहोस् त यहाँ यो 21,000वटा दरबन्दीमा भ्याकेन्सी हुँदाखेरि तपाईँको सम्भावना कति हुन्छ होला सोच्नुहोस् न सम्भावना कति हुन्छ होला होइन परीक्षामा सहभागी भएर तपाईँले जागिर खाने सम्भावना कति हुन्छ होला बढ्यो नि त सम्भावना 6,000 भ्याकेन्सी हुँदा भन्दा 21,000 भ्याकेन्सी हुँदा त सम्भावना बढेन सम्भावना बढ्यो त्यसको लागि सम्भावना बढिसकेपछि त मेहनत पनि त अरूले डबल गर्छन् नि त अरूले त मेहनत डबल गर्छन् नि अनि तपाईँ चाहिँ मजाले ठिकै छ हिजो जे थियो आज पनि त्यही छ जहाँ छोड्यौ म त्यही नै छु जस्तो छोड्यौ म त्यस्तै नै छु भनेर छोडेर बसेर त तपाईँको त नाम निस्किन्न त्यसको लागि त हिजोभन्दा डिफ्रेन्ट तपाईँ हुनु पर्यो नि हिजोको तयारीभन्दा फरक ढङ्गले तयारी गर्नु पर्यो नि हिजोको मेहनतभन्दा डबल मेहनत गर्नु पर्यो नि त त्यो डबल मेहनत त मनबाट जाग्नु पर्यो पहिलो कुरा र मनबाट पढौँ लाग्नलाई बनाउनलाई कोही न कोही त साथी चाहियो कोही न कोही मार्गदर्शक त चाहियो कोही न कुनै एउटा माध्यम त चाहियो त्यो माध्यम चाहिँ हामी बन्न चाहेको हो तपाईँको उत्प्रेरणा तपाईँको प्रेरणा तपाईँको जोस तपाईँको जाँगरको एउटा माध्यम एम्बिसन गुरु बन्ने चाहना हो हाम्रो चाहना त्यो हो कुरा बुझ्नु पनि हाम्रो चाहना 1 इयर बिएडले निमावि दिन पाउँछ नै पाउँछ 1 इयर बिएडले निमावि दिन पाइन्छ है साउन्ड सानो आएको छ र साउन्ड सानो आएको छ साउन्ड सानो आइरहेको रहेछ अहिले कस्तो छ भन्नुहोस् त अहिले ठिक छ ल 1 इयर बिएडले निमावि दिनु पाउँछ अब तपाईँले यत्रो दरबन्दी रिक्त हुँदा पनि तपाईँले अझै पनि आशा देख्नु भएन यत्रो दरबन्दी निमावि र माविमा कन्भर्ट हुँदा पनि म सक्दिनँ होला भनेर बस्नु भने कहिल्यै सक्नुहुन्न हारेको मन थाकेको ज्यानले कहाँ पुर्याउँछ तपाईँलाई कहीँ पुर्याउँदैन हारेको मन थाकेको ज्यानले कहीँ पुर्याउँदैन तपाईँ हिजो जहाँ हुनुहुन्थ्यो आज पनि त्यहीँ हुने हो भोलि पनि त्यहीँ हुने हो अब तपाईँले त्यो जाँगर बढाउनु पर्यो त्यो जाँगरलाई जित्न दिनु पर्यो हारले होइन थकानले होइन स्फूर्तिले जित्नु पर्यो नि त कुरा बुझ्नु पनि त्यो जिताइको लागि हाम्रो गुरुहरूको मार्गदर्शन तपाईँलाई आवश्यक छ एम्बिसन गुरुको यो डिजिटल प्लेटफर्म होइन यो अत्याधुनिक प्रविधि र हाम्रो गुरुहरूको अत्याधुनिक मार्गदर्शन तपाईँलाई चाहिन्छ त्यो मार्गदर्शनको लागि तपाईँले जोडिने हो एम्बिसन गुरुमा त्यसको लागि तपाईँले एम्बिसन गुरुमा जोडिने हो अब सधैँ प्रावि खुल्दैन भनेर टाउको माथि हात राखेर बस्नुभयो भने ढिलो हुन्छ आज 1 वर्ष हो अर्को 6 महिना हो अर्को 1 वर्ष हो 40 वर्ष पुग्न कति दिन लाग्छ 40 वर्ष पुगिसकेपछि बल्ल तयारी त गर्नुपर्ने रहेछ सरहरूले त भन्नुभएको थियो पहिल्यै भन्ने त्यो बेला हुन्छ त्यो नहुनको लागि त तपाईँले अहिलेबाट तयारी थाल्नु पर्यो नि त अहिलेबाट तयारी थाल्नु पर्यो
यो 83 सालमा हुने भ्याकेन्सीको लागि म अहिलेबाट तयारी थाल्छु भनेर लाग्नुभयो भने तपाईँको लागि फलिफाप हुनेवाला छ, तपाईँको लागि फलिफाप हुनेवाला, फाइदा हुनेवाला छ। कुरा बुझ्नुभयो नि? सर कहिले खुल्छ अर्को साल कि खुलेको विज्ञापनमा थप हुने सर? यो अहिले खुलेको मात्र हुँदैन, अहिले निमाविको जुन भ्याकेन्सी भएको छ नि, अस्ति यो पर्सि 23 गते हुनेवाला इक्जाममा त जोडिन्न, अब आउने वर्ष 83 सालमा हुने भ्याकेन्सीमा जोडिन्छ होइन, आर्थिक वर्ष 83-84मा हुने भ्याकेन्सीमा जोडिन्छ। अन्तिम तयारी गर्दैछ मन्त्रालयले अन्तिम तयारी गर्दैछ यो शिक्षक सेवा आयोग। अब शिक्षक सेवा आयोग छैन, कसरी यो काम हुन्छ भन्ने लाग्छ होला। यो रूपान्तरण गर्ने काम शिक्षक सेवा आयोगको होइन, यो त शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गर्छ, यो शिक्षा मन्त्रालयले गर्छ। शिक्षा मन्त्रालय त छ, शिक्षा तथा मानव स्रोत विकास केन्द्र त छ। त्यसैले तपाईँहरूले आश नमार्ने, कुरा बुझ्नुभयो नि? एकदम द्रुत गतिमा काम भइरहेछ। अर्थ मन्त्रालयसँग चाहिँ सहमति लिने काममा अगाडि बढाएको छ। त्यहाँबाट सहमति भइसकेपछि दरबन्दी मिलान हुन्छ। रूपान्तरण के मिलान हो र रूपान्तरण, प्रावि दरबन्दीलाई निमावि र माविमा रूपान्तरण गरिसकेपछि ठुलो सङ्ख्यामा भ्याकेन्सी हुन्छ। मजाले तयारी गर्ने साथीहरूलाई सजिलो हुन्छ, मजाले तयारी गर्ने साथीहरूको लागि सहज हुन्छ, बाटो सहज हुन्छ। 1 इयर बिएडले प्रावि दिन पाउँछ कि नहुँ? कपिल भट्टजी, प्रावि खुले त दिन पाइन्छ, प्रावि खुल्यो भने दिन पाइन्छ 1 इयर बिएडले है। निमाविको लाइसेन्स क्लास भइरहेछ, त्यही कुरा गर्न आएको म। कुरा बुझ्नुभयो नि? निमाविको लाइसेन्स क्लास भइरहेछ। निमाविको मैले तपाईँहरूलाई अघि नै सुरुबाटै भने, निमाविको तयारी कक्षामा जोडिन चाहने साथीहरूको लागि यहाँ छ, हेर्नुहोस्, यहाँ मैले कुरा गरिसकेको छु। पहिला सुरु तपाईँ टिचरै बन्ने हो, म त टिचर बन्ने हो लाग्छ भने तपाईँसँग पहिला सुरु हुनुपर्ने कुरा लाइसेन्स हो, लाइसेन्स हो। अब निमाविको तपाईँ टिचर बन्नुहुन्छ भने 18 वर्ष उमेर हुनु पर्यो होइन, 12 कक्षा उत्तीर्ण हुनु पर्यो शिक्षा विषयमा, 11 र 12 गरी 200 पूर्णाङ्कको शिक्षा सम्बन्धी विषय पढ्नु पर्यो यहीँ होइन, यो शिक्षा सम्बन्धी विषय पढ्नु पर्यो होइन। त्यसपछि प्राविको विज्ञापन हुँदैन मलाई थाहा छ, भयो भने पनि यही लाइसेन्सले काम गर्छ। अर्को माविको लागि चाहिँ तपाईँ 18 वर्ष हुनु पर्यो, ब्याचलर उत्तीर्ण हुनु पर्यो। अब बिएड भए त झन् राम्रो, बिएड नभए पनि विज्ञान, अङ्ग्रेजी, गणित, इन्जिनियरिङ, कम्प्युटर, पशु विज्ञान, बाली विज्ञान होइन, यो विषय पढ्नु भएको छ भने जुनसुकै संकाय पढाए भए पनि लाइसेन्स लिन पाइयो। र 1 इयर बिएड भए पनि तपाईँ लाइसेन्सको क्यान्डिडेट हुन पाउनुभयो भनिसकेँ मैले होइन। लास्ट इयर चाहिँ साउन र भदौमा भ्याकेन्सी भएको थियो, यो वर्ष अलिकति 1-1.5 महिना पछाडि होला, 1-1.5 महिना पछाडि होला। परीक्षा 100 पूर्णाङ्कको हुन्छ, पास हुनलाई 50 नम्बर चाहियो, 50 वटा प्रश्न आउँछ, सबै प्रश्न अब्जेक्टिभ प्रश्न आउँछ होइन। अब के पढ्नुपर्छ भनेर, शिक्षा, संविधान, ऐन, नियम पढ्नुपर्छ, आइक्यू पढ्नु पर्यो, आइसिटी पढ्नु पर्यो होइन, यो विषयवस्तु पढ्ने। अब तपाईँले दैनिक 2 देखि 3 वटा कक्षा, रेकर्डेड भिडियो पाउनुहुन्छ, पिडिएफ नोट पाउनुहुन्छ, अभ्यास कक्षा रेगुलर हुन्छ, नमुना परीक्षा रेगुलर हुन्छ। अब फी कति हो भन्नुभएको छ? 3500 रुपियाँ हो फी, 3500 रुपियाँ फी हो। तयारी कक्षामा जोडिनुहोस्। यो पालि रोकिएको परीक्षा कहिलेसम्म होला गुरु भनेको मैले देख्दाखेरि श्रावण महिनासम्म, श्रावणको अन्तिमसम्ममा होला कि भन्ने मलाई आशा छ। मैले 12मा शिक्षा स्वास्थ्य पास गरेको छु, शिक्षा स्वास्थ्यमा पास गरेको छु, लाइसेन्स पनि छ, डिप्लोमा सिभिल इन्जिनियरिङ गरेको छु। मैले कुन सब्जेक्टमा इक्जाम दिन पाउँछु? तपाईँले दिनुहुन्छ निमाविमा सामाजिक विषयको परीक्षा दिन पाउनुहुन्छ, निमाविमा सामाजिक विषयको पढ्नुहुन्छ। अब सिभिल इन्जिनियरिङ पढ्दाखेरि म्याथ कति पढ्नुहुन्छ मलाई एक्ज्याक्टली थाहा छैन। म्याथ चाहिँ तपाईँको 200 मार्क्सको पुगेको छ भने ब्याचलर हुनुपर्छ, सिभिल इन्जिनियरिङमा त म्याथ त होला। 200 मार्क्सको भएदेखि तपाईँले निमाविको म्याथ पनि दिन पाउनुहुन्छ है। हरिकृष्ण बुढाजी, 1 इयर बिएड प्रावि सबै दिन मिल्छ +2 गरेपछि भन्नुभएको छ। +2 गरेर होइन, शिक्षा विषयमा +2 गरेपछि दिन पाउने हो, शिक्षा विषयमा +2 गरेपछि दिन पाउने हो, तपाईँहरूले दिन सक्नुहुन्छ है। अब 83 सालको तयारी कक्षा पनि सुरुवात भइसकेको छ होइन। अब तयारी कक्षा, यसको पनि तयारी कक्षा सुरुवात भइसक्यो, 2083 सालको लागि पनि तयारी कक्षा सुरुवात भइसक्यो। तयारी कक्षामा जोडिनलाई कमेन्ट सेक्सनमा मी लेखेर राख्नुहोस्,
नियमित तयारी कक्षामा जोडिनलाई कमेन्ट सेक्सनमा मी लेख्नुहोस्। कमेन्टमा मी लेख्नुहोस्। हाम्रो साथीहरूले फलोअप गर्नुहुन्छ हैन, हाम्रो साथीहरूले फलोअप गर्नुहुन्छ। कमेन्टमा मी लेख्नुभयो भने हाम्रो साथीहरूले फलोअप गर्नुहुन्छ, जोडिन सक्नुहुन्छ। 300 मार्क्सको म्याथ छ सर भन्नुभएको छ, तपाईँले पाउनुहुन्छ। निमाविमा म्याथ पनि दिन पाउनुहुन्छ है। सर लाइसेन्स कता पाइन्छ शिक्षक बन्न भन्नुभएको छ। शिक्षक बन्नलाई लाइसेन्स शिक्षक सेवा आयोगले दिन्छ, परीक्षा सञ्चालन शिक्षक सेवा आयोगले गर्छ। त्यसपछि लाइसेन्स लिन चाहिँ अब इकाइमा जानुपर्छ। कसले दिन्छ भन्दा शिक्षक सेवा आयोगले दिन्छ है। बीबीएस गरेको र 1 इयर बीएडले प्रावि निमाविमा र मावि सबै पाउँछ। बीबीएस गरेको र 1 इयर बीएडले पायो। बीबीएस गरेर 1 इयर बीएड गर्नुभएको छ भने तपाईँले सबै पाउनुहुन्छ। प्रावि निमावि मावि सबै पाइयो है। कपिल भट्टजी ल केही जिज्ञासा छ भने राख्नुहोस्। बीबीएस गरेको र 1 इयर बीएड पायो कपिलजी पायो। ल नियमित तयारी कक्षामा जोडिनलाई कमेन्ट सेक्सनमा मी लेखेर राख्नुहोस्। हाम्रो साथीहरूले फलोअप गर्नुहुनेछ। र तपाईँ विद्यालय निरीक्षकको तयारी गर्न चाहनुहुन्छ भने विद्यालय निरीक्षक शिक्षा अधिकृत र प्राविधिक सहायक प्रासको तयारीमा जोडिन चाहनुहुन्छ भने पनि हाम्रोमा कक्षा सञ्चालन भइरहेछ। यहाँ हाम्रो चाहिँ आरसी सर हुनुहुन्छ यसमा होइन, आरसी सर हुनुहुन्छ यसमा, कुबेर सर हुनुहुन्छ होइन। त्यसपछि आएर हाम्रो इन्द्र भट्टराई सर हुनुहुन्छ, इन्द्र भट्टराई सर हुनुहुन्छ होइन। त्यसपछि आएर तपाईँलाई हाम्रो चाहिँ नि अब जिकेमा हाम्रो आसमान सर होइन, आसमान सर, त्यसपछि सबिन सर, त्यसपछि भीम राणा सर हुनुहुन्छ। त्यसै गरी पब्लिक म्यानेजमेन्टमा भीम उप्रेती सर। ल यो टिमबाट तपाईँलाई चाहिँ विद्यालय निरीक्षक शिक्षा अधिकृतको तयारी कक्षा पनि भइरहेछ। सामाजिक सर म्याथ पपुलेसन छ भने मिल्यो। रोमी यादवजी सर म्याथ पपुलेसन छ भने म्याथ चाहिँ सोसल मिल्छ कि मिल्दैन भन्नुभएको छ। पपुलेसन 300 मार्क्स छ भने 300 मार्क्स छ भने मावि दिन पाइन्छ, 200 मार्क्स भए निमावि दिन पाइन्छ है। सर मैले साइन्स लिएर बीएससी पास गरेको छु तर +2 एजुकेसन पनि गरेको छु भने मैले 1 इयर बीएड गर्नुपर्छ कि नाइ भन्नुभएको छ। तपाईँले सुनिल चौधरीजी तपाईँले निमाविको दिनलाई 1 इयर बीएड गर्नु पर्दैन, तर तपाईँले माविको बढुवाको उम्मेदवार हुनलाई चाहिँ 1 इयर बीएड गर्नुपर्छ। पछि थाहै भएर बढुवाको उम्मेदवार हुनलाई चाहिँ 1 इयर बीएड गर्नुपर्छ है। ओके छ। ल नियमित कक्षामा जोडिनलाई कमेन्ट सेक्सनमा मी लेख्नुहोस्। हाम्रो साथीहरूले फलोअप गर्नुहुनेछ। ल सबै साथीहरू एम्बिसन गुरुको डिजिटल प्लेटफर्ममा जोडिनुहोस्। तपाईँले राख्नुभएको एम्बिसन पुरा गर्नलाई अगाडि बढ्नुहोस्। हाम्रो गुरुहरूको मार्गदर्शन रहनेछ। सबै साथीहरूलाई धेरै धेरै धन्यवाद।